हेलो गाइज वेलकम बैक टु माई च्यानल। मेरो नाम हो मुकेश दयात। गाइज म अहिले चाहिँ ब्लगिङ गर्दैछु, तपाईँहरू हेरिराख्नु भएको छ है। सहयोगको भिड छ। म अहिले चाहिँ तपाईँको थारू राष्ट्रिय पर्व महोत्सव 2081 है अहिले चाहिँ तपाईँको भइराखेको छ गाइज। म अहिले चाहिँ कुपनडोलमा छु गाइज। कुपनडोलमा भइराखेको छु हाम्रो चाहिँ सांस्कृतिक प्रोग्राम है। एकदमै मनोरञ्जन भइरहेछ गाइज है। म अनि साथी यसो घुम्दै गर्दाखेरि यसो आइपुगे है प्रोग्राम हेर्न हैन, रमाइलो भइरहेछ गाइज। सो गाइज यसो घुम्दै गर्दा हैन, यसो हेर्दै गर्दा मैले नि सोचेँ ल ठिकै छ ब्लगिङ गरिहालौँ न, रमाइलो हैन, साथीहरूलाई पनि हेराउनलाई। सो मनोरञ्जन भइरहेछ गाइज। तपाईहरुलाई कस्तो भइरहेछ गाइज? यसो मेरो भिडियोलाई हेर्दै गर्नु होला गाइज है, मनोरञ्जन गर्नु गाइज। लाइक एन्ड सब्स्क्राइब एन्ड शेयर। नजर से नजरिया मिला के मनवा में हलचल मचा के, नजर से नजरिया मिला के मनवा में हलचल मचा के, गली कोई सजना मैं मोर करके, गली कोई गोरी मन मोर करके चोरी। यो हाम्रो जिउतिया पर्व हो है, थारूको राष्ट्रिय जिउतिया पर्व है। प्रत्येक साल हुने गर्छ साथी है। यो चाहिँ तपाईको सालको एकचोटि आउँछ अनि देशभरि नै हुने गर्छ। एकदमै मनोरञ्जन हर्ष उल्लासको साथ है सांस्कृतिक प्रोग्राम हैन, आदर आदान प्रदान हुने गर्छ गाइज। हेर्न सक्नुहुन्छ है, मनोरञ्जन रमाइलो गर्न हजारौंको सहयोगको भिडमा उपस्थित हुनु भएको छ हाम्रो चाहिँ सांस्कृतिक प्रोग्राममा। यो प्रोग्राममा हाम्रो चाहिँ तपाईको सांस्कृतिक प्रोग्राम वेशभूषा हैन, हरेक कुराहरू पहिरनदेखि लिएर हरेक कुराहरू हैन झल्काउने गर्छ थारूको। सो गाइज एकदमै रमाइलो भइरहेछ। तपाईहरुलाई कस्तो भइरहेछ यसो उपस्थित हुनु होला। हाम्रो यो चाहिँ जिउतिया पर्व हुँदाखेरि एकदमै रमाइलो हुन्छ, तपाईहरुलाई पनि मनोरञ्जन हुने गर्छ गाइज। सो गाइज यसै गरी हाम्रो चाहिँ प्रोग्राम हुँदैछ गाइज, तपाईहरु पनि इन्जोय गर्नु होला गाइज। लेट्स इन्जोय। मैं दुनिया से लड़बू ना कब संग हो, तोहर लग में दुनिया से लड़बू ना कब संग है। चाहे तू मानो या न मानो, चाहे तू मानो
गाइज म बिचमा आएर यसो ब्लगिङ गर्दैछु हैन। अब कति यसो परबाट यसो ब्लगिङ गरेर बिचको साथीहरू मनोरञ्जन गर्दैछन् हैन, अनि बिचमा आएर म ब्लगिङ गर्दैछु। म पनि मनोरञ्जन लिँदैछु गाइज, हेर्न सक्नुहुन्छ है। यसो ब्लगिङ गर्दै म यसो मनोरञ्जन गर्दैछु गाइज।